हेलो नमस्ते वेलकम बैक टु माई अनदर एपिसोड। कस्तो हुनुहुन्छ तपाईहरु? होप सबैजना ठिकै हुनुहुन्छ होला। हामीले चाहिँ नि कति प्राय काम मजबुरीमा या फिर मन नलागी पनि गर्नुपर्ने हुन्छ हैन भन्नुहोस् त। त्यस्तै अब बुद्धदेवलाई चाहिँ के त्यस्तो मजबुरी थियो होला, उनले आफ्नो सानो नाबालक छोरा त्यस्तो सुन्दरी बुढी गिरस्ती त्यत्रो मेहेल छोडेर जानुभयो हैन भन्नुहोस् त। मलाई चाहिँ सोचेर आश्चर्य लाग्छ के किन होला जस्तो लाग्छ। आजको भिडियोमा चाहिँ बुद्धदेवको बारेमा थोरै मिठो कहानी छ। ल सुरु गरौँ है त। बुद्धदेवको चाहिँ कुण्डलीमै लेखेको थियो अरे के, सानैमा ज्योतिषीले भनिसकेका थिए अरे अब त्यस्तो अर्काको दुःख कष्ट हेर्न नसक्ने विरक्त हुने टाइपको त्यस्तो खालको मान्छे हुन्छन् भनेर। अनि त्यो कुरा चाहिँ उसको बाबा सुदुधन र आमा दुवैजनालाई राम्ररी थाहा थियो अरे। अनि उनीहरूले चाहिँ त्यस्तो अब बुद्धदेव घर छोडेर नजाउन्, त्यसरी अब अर्काको त्यस्तो दुःख कष्ट देखेर उनीहरुकोमा नफसुन् भनेर चाहिँ उनलाई जति सक्थे मेहेलमा सबै सुख सुविधा दिएर त्यसरी राखेका थिए अरे। अनि जब बुद्धदेव अलिक ठुलो भएपछि चाहिँ अब तो बचपन बितेपछि बिहा पनि अब त्यो बेलाको यति सुन्दरी त्यो राज्यकै सुन्दरी केटीसँग उनको चाहिँ बिहा गराइदिए अरे। चाहिँ यशोधरा थिइन् अरे। यशोधराको पिताले पनि अब आफ्नो छोरी दिँदैछन्, बुद्धदेव कस्ता छन् राम्रा छन् छैनन्, अब आफ्नो छोरी दिँदैछन् यतिकै दिने कुरा त आउँदैन हैन भन्नुहोस् त। त्यस्तै अब सबै उसको सबै थोक पर्खिओरी यतिको छोरो केटोले चाहिँ मेरो छोरी पाल्छ भन्ने सोचेर गराइदिनु भएछ। अनि बिहा भइसकेपछि चाहिँ विवाहित जीवनमा बुद्धदेव पनि पुरा हाँसी खुसी रमारै बसेका थिए अरे। त्यतिकैमा एउटा छोरा भएछ अरे। तर बुद्धदेवको मनमा भित्र चाहिँ खटपटी थियो अरे के, अब म त यस्तो काममा बन्नेकै होइन, मेरो त अर्कै लक्ष्य छ, म चाहिँ केही गर्नै पर्छ भनेर त्यसरी सोचिराख्थे अरे। जब ऊ 29 वर्षको भए तब चाहिँ उनले एउटा रोगीलाई देखे अरे, बुढोलाई देखे अरे, घर नभएको असहाय लोकहरूलाई देखे अरे। अनि त्यति बेला चाहिँ यसरी हुँदैन, म ज्ञानको खोजीमा जानै पर्छ, म यसको लागि जन्मेको होइन भन्ने कुराले उलाई झन् साह्रो मनभित्र पिरली राख्नु अरे। त्यस्तै अब सोचे अनुसारले नै ऊ चाहिँ राति 12 बजी घर छोडेर हिँडेछन् अरे। अब बुद्धदेव त घर छोडेर हिँडे, उसको बाबा त्यत्रो राज्य सम्हाल्ने राजा होइन त। अब राजा अब आफ्नो बारी चाहिँ गएको छ, फेरि आउने राज्य सम्हाल्ने। अब यत्रो नाबालक बच्चा बेडमा छोडेर बुढी त्यति राम्री सुन्दरी बुढी छोडेर अब बुद्धदेव गएका छन्, पुरा राज्यमा हङ्गामै मच्यो अरे। सानो कुरा त होइन नि त। त्यत्रो अब बुद्धदेव घर छोडेर गए कहाँ गए। अनि त्यो अब बुद्धदेव गएको कुराले बुढीलाई चाहिँ झन् साह्रो अब पुरा पिर लागिरहेको थियो अरे के, पुरा रिस उठेको थियो अरे। पिर भन्दा पनि मलाई कसरी चाहिँ छोडेर जान सके, किन चाहिँ गएका होलान्, एक बात म जान्छु भनेका भए के म उसको बाटाको काँडा बन्थे र नजाऊ भनेर उसको बाटो रोक्थे र म त खुसी खुसी जाऊ भन्थे, तर मलाई धोका दिएर गए भनेर त्यसरी उसको बुढीले चाहिँ सोच्थिन् अरे। अनि त्यही कुरा चाहिँ साथीलाई भनेछिन् अरे के, मलाई धोका दिएर गए, मलाई भनेर गएका थिए भने त म उसको बाटो त रोक्ने थिइनँ नि, राम्रो कामले गएका थिए, राम्रो कामले गएका हुन्, उल्टा म त गर्व गर्थे, तर मलाई चाहिँ छोडेर गए, अब ढाटेर गए, विश्वासघात गरेर गए भनेर त्यसरी भनेछिन् अरे। 6 साल चाहिँ उसले बिताइन् अरे अब त्यसरी नै। अनि छोरा पनि अब 1.5 सालको सानो छोरा छोडेर गएका थिए, ठुला भएछन् अरे। अनि 6 साल पछाडि चाहिँ बुद्धदेवलाई ज्ञान मिल्यो अरे के, अब पुरा बुद्धदेव ज्ञानी भए अरे। बुद्धदेव ज्ञानी हुने बित्तिकै उनले चाहिँ 5टा शिक्षालाई फाँसै ताली उनले ज्ञानका कुराहरू सिकाए अरे। ती शिक्षाहरूले चाहिँ जब बुद्धदेवको केही थिएन त्यति बेला चाहिँ उनलाई छोडेर गएका थिए नि, त्यो दुःखको बेलामा जसले उसलाई छोडेर गएका थिए उनीहरूलाई नै चाहिँ फाँस सिकाए अरे। अनि अब बुद्धदेवले ज्ञान मिल्यो, बुद्धदेवलाई सबै उसको शिक्षाहरूलाई पनि सिकाए भन्ने कुरा पुरा राज्यभरि फैल्यो अरे। उसको बाबाले पनि सुन्नुभयो अरे। अनि उसको मेहेलबाट सबैलाई पठाउनुहुन्थ्यो अरे के, बुद्धदेवलाई अब यसरी हुँदैन, घर लिएर आओ, घुराएर लिएर आओ, यहाँ अब राज्य सम्हाल्नुपर्छ, एउटै छोरा यताउता भनेर जसलाई पठाउनुहुन्थ्यो अब बुद्धदेवलाई लिन भनेर उनीहरूलाई नै बुद्धदेवले चाहिँ अब उसकै कुरामा झासामा ल्याइहाल्नुहुन्थ्यो अरे। अनि तिनीहरू चाहिँ अब घर घुरेरै आउने थिएनन् अरे के, उतै गएर बुद्धदेवसँगै बस्थे अरे। अनि अब कतिजनालाई पठाइसक्नु भयो, कोही घुरेरै आउँदैनन्, जो जान्छ उतै बस्छन्। अनि उपाय नपाएर लास्टमा चाहिँ बुद्धदेवको सानो बाला खाएको साथीलाई पठाउनु भएछ अरे। बुद्धदेवको झासामा आउनुभन्दा अगाडि नै फास्ट ताली चाहिँ तेरो बाबाले सम्झिराख्नु भएको थियो भनेर त्यो खबर भन्नु, अनि मात्रै अब बुद्धदेवको कुराहरू सुन्नु भनेर त्यसरी भन्नुभएछ अरे। अनि उसले चाहिँ अब भरे बुद्धदेवले के भन्छन् म पनि यहीँ हुँला भनेर फासै बाबाले चाहिँ खबर गर्नुभएको छ, जसरी भए पनि घर जा अरे, बाबालाई भेट अरे भन्छु भनेर उसले चाहिँ त्यही भनेछन्, घर जा अरे भनेर। अनि बुद्धदेवले भन्नुभएछ अरे हुन्छ
म जान्छु, अब मलाई बाबाले बोलाउनु हुँदैछ भने नजाने त कुरै भएन, म जसरी पनि जान्छु भनेर त्यसरी भने अरे। अनि ऊ पनि अब त्यहीँ बसो, बुद्धदेवको कुरा सुन त्यहीँ बसो। अनि त्यस्तै अब भोलिपल्ट बाबाले बोलाउनु भएको छ भनेर ऊ बुद्धदेव आए अरे। आएर घर नजिक एउटा धर्मशालामा बसेछन् अरे। अनि अब त्यो धर्मशालामा बसे भन्ने कुरा पुरा फिज्यो नि त। अब त्यत्रो ठुलो राजाको छोरो कसरी चाहिँ धर्मशालामा बसेका होलान् भनेर। अनि भोलिपल्ट त फेरि भिख माग्दै पुरा ठुलो मिटिङमा कति मान्छेको अगाडि भिख माग्दै पो त्यसरी हिँड्छन् अरे। अनि बाबाले त अब त्यसरी किन भिख मागेको, यत्रो म राजाको छोरो, मलाई लाज हुन्छ, भिख सिख नमाग भनेर त्यसरी भन्दाखेरि उनले भनेछन् अरे ठिकै छ, म तपाईँको छोरा हो, म अस्वीकार गर्दिनँ, तर म यहाँ तपाईँको छोरा बनेर आएको होइन, म बुद्धदेव बनेर आएको हो, म जे गर्दैछु गर्न दिनुहोस् भनेछ अरे। अनि अब बाबाले पनि ए हुन्छ नि त भनेर केही पनि भनेनछन्। अनि उनले चाहिँ यताउता हेरे अरे कि अब सबै छन् उसलाई भेट्न आएका छन्, त्यत्रो सभामा त्यत्रा मान्छेहरू छन्, तर उसले चाहिँ यशोधरालाई देखेनछन् अरे। अनि सोधे अरे अब यत्रा मान्छे छन्, खोइ त यशोधरा त आएन नि त भनेर। अनि अरूले भने अरे अब यत्रो धोका दिएर गइस्, अब यत्रो विश्वासघात गरेर गइस्, एक बात भन्दा त भनिनस्, कसरी तँलाई भेट्न आउँछन्? भेट्ने हो भने आफै जानु, आफै गएर भेट्नु, म त जानेवाला छैन कसैलाई भेट्न सेट्न, त्यस्तो भनेकी छिन् यशोधराले भन्दैछन् अरे। ल ठिकै छ नि त, मै जान्छु भनेर अनि ऊ चाहिँ यशोधरासँग अब भेट्नलाई गएछन् अरे। यशोधरा पुरा बिस्तारामा बसिरहेकी थिइन् अरे आफ्नो छोरालाई लिएर। अनि बुद्धदेव पुगे त्यहाँ। अनि अब उसले चाहिँ सोचिरहेकी थिइन् अब यत्रो दिनमा आएका छन्, अब गल्ती त गरेरै गएका छन्, भनेरै गएका भए पनि त हुने, अब सोरी यताउता भन्छन् होला भनेर। तर बुद्धदेव के को भन्थे, भिक्षान देही भनेर भिक्षा पो मागेछन् अरे। अनि उसले चाहिँ अब उसको छोरालाई अब त्यति उसले भन्ने साथै उसको छोरालाई त्यही नै भिक्षा भनेर त्यत्रो ठुलो अब 6 साल एक्लै ठुलो गरिन् होइन त, त्यति सानो छोरा छोडेर गएको थियो र पनि त्यही छोरालाई सुम्पिदिन्छन् अरे। अब ल यही हो भिक्षा, यही छ मसँग, यही लैजाऊ भनेर। अनि अब हामीहरू चाहिँ अब कतिले के भन्छन्, के गर्छन्, त्यो कुरालाई भुल्न सकिँदैन। ए यस्तो उस्तो भन्छ नि त नि। अब ऊ चाहिँ हेर्नु न कति महान के, अब त्यत्रो उसलाई धोका त दिएर गएकै हुन्, भनेकै थिएनन् 6 साल, त्यही पनि रै पनि अब उसले झुके, आएर त केही त मागे, मेरो छेउमा आएर केही त मागे भनेर छोरैलाई दिन्छन् कि। त्यस्तै अब बुद्धदेवको कति कहानी छन्, कति राम्रो लाग्छ मलाई चाहिँ। यो चाहिँ छोटो मिठो कहानी थियो। अब मैले चाहिँ यताउताबाट सर्च गरेँ, हेरेँ, देखेँ र अहिले सेयर गरेको हो।